उदयपुर गाईघाट निवासी साहित्यकार आदरणीय पुण्य कार्कीजीको छैटौँ निबन्ध सङ्ग्रह जराको शक्तिबाट लिएको एक निबन्ध समय सत्ता। समय एक अचूक ओखती, यही ओखतीले मलाई बचाइरहेछ। मनमा लागेका विदीर्ण घाउचोटलाई समयले नै मलमपट्टि गर्छ। समयको अनन्त प्रवाहमा पीडाहरूको आयु क्षणिक छ। चोटहरू अल्पकालीन समयका बिम्ब मात्र हुन्। ती बिम्बहरूको आयु दीर्घकालीन हुँदै हुन्न। मनको घाउ निको पार्ने ओखती समय नै भएकोले समयको गुण गरिमा लेखी साध्यै छैन। जस्तासुकै पीडा, वेदना र सन्तापका चोटले मुटु छेदविच्छेद पारे पनि समयका मृदुल करले मलमपट्टि गर्ने गर्छ। फेरि मनमा एउटा उज्यालो रेखा कोरिदिन्छ यसले। तमसोमा ज्योतिर्गमय जस्तो निराशा र उद्विग्नतामा जलेको आँतले शीतल शान्तिदायिनी उपचार भेट्छ। यो उपचार समयकै हातबाट सम्पन्न हुन्छ। पतझड शिशिरका उजाड वनपाखामा समय वसन्त बनेर आइदिन्छ र छाउँछ मनोरम पालुवाको हरियाली। प्रकृति उजाड बन्दाको क्षणलाई मात्र उपचार गर्दैन समय। समय मन उजाड बन्दाको क्षणलाई पनि सुखद भाव भरेर परिपूर्ण गर्दछ। समय मनको विषाद भावलाई मेट्न हातमा कुची बोकेर आउँछ। निराशाको कहाली लाग्दो निशाग्नीमा जलिरहेको मुटुलाई रोशनीको मलम दलेर शीतल बनाइदिन्छ। दिनदिनका विसङ्गत घटनाहरूबाट म जति विचलित बन्छु, आखिर विचलित बन्नुपर्ने कारणै रहेनछ। विचलित मनलाई स्वचालित समाधानमा लैजाने चिजै समय रहेछ। मान्छेको कुनै यस्तो समस्या छैन जो समयले उपचार गर्न नसकोस्। हरेक समस्याहरू, हरेक चुनौती र तगाराहरूलाई समयको एक निश्चित क्षणले पन्छाइदिन्छ। जीवनका जटिल र चुनौतीपूर्ण क्षणमा खाँचो रहन्छ सिर्फ प्रतीक्षाको। म समस्याको औडाहाले अन्फनाइरहेको बेला समयले नै गरिदिन्छ समाधान। समस्या निराकरणको प्रयत्न पनि समयले गराउँछ। प्रयत्नपछिको प्रतीक्षा पनि समयले घटाउँछ। जीवनका हर पलमा समय समस्याका लहरहरू पनि घटित गराउँछ। समाधानका श्रृङ्खला पनि घटित गराउँछ। अर्थात् आमाको गर्भबाट धरतीमा जन्म लिनु अगाडि नै बच्चाको आहाराको पुनित बन्दोबस्त मिलाउँछ समय। जीवनको अन्तर्गर्भमा समयमै खेल चलिरहेछ। यो खेलको तमासे साक्षी भएर रहन सक्दा एकपछि अर्को रहस्यका जादुहरू खुल्दछन्। आखिर समयभन्दा कोही पनि शक्तिशाली हुन सक्तो रहेनछ। सबैभन्दा शक्तिशाली चिज समय नै रहेछ। समयको अगाडि हिटलरले घुँडा टेकेको छ, मुसोलिनीले माटो चाटेको छ, इदी अमिनले आफ्नो इहलीला समाप्त पारेको छ, तैमुर, चङ्गेज र नादिर शाहहरू चेदबाबा काँसी भएका छन्। लादेन र गद्दाफी इतिहासको कालो गर्तमा भासिएका छन्। हिजोको विजयलाई आज पराजयमा रूपान्तरण गरिदिन सक्छ समय। हिजोको पराजयलाई आज विजयमा रूपान्तरण पनि गरिदिन सक्छ समय। समयसामु विजयको झङ्कार पनि बेकार छ। समयसामु पराजयको चित्कार पनि बेकार छ। समय सममा बग्ने गर्छ। न यो यतापट्टि ढल्किन्छ, न यो उतापट्टि ढल्किन्छ। अहिले यता ढल्के जस्तो देखिए पनि अलैबेरमा उतातिर ढल्किन्छ। अहिले उतातिर ढल्किए जस्तो देखिए पनि क्षणभरमा यतातिर ढल्किदिन्छ। समत्वमा यात्रा गर्छ समय। समत्वमा समय हिँडेन भने जगतले एक भारी असन्तुलन बेहोर्नुपर्छ। सबै चिज र पदार्थलाई समयले सन्तुलित गर्छ।
किन आकाश छुने ट्विन टावरमा शिर छिमोल्ने पात्रहरू खडा गर्छ समय? किन आणविक भट्टीहरूमा सुनामी सागरको छल्को बसाइदिन्छ समय? एक सन्तुलनको लागि होइन र? उत्थानको आगो सल्काउने काम पनि समयकै हातबाट सम्पन्न हुन्छ। पतनको खाल्डोमा खँदार्ने काम पनि समयकै हातबाट सम्पन्न हुन्छ। समयको खेललाई बुझ्ने ती विराट आत्माहरूले मात्र जीवन र जगतको सत्यलाई अनुभूत गर्न सके। त्यही समय वसन्तमा मुजुरा पल्लवित गराउँछ, त्यही समय शिशिरमा त्यसलाई पहेँलो पत्कर बनाएर रुखबाट गिराउँछ। क्लियोपेट्राको छालाको चमकलाई संसारभर विख्यात बनाउने पनि समय हो। त्यही क्लियोपेट्रालाई कङ्कालमा रूपान्तरण गर्ने पनि समय हो। भीमसेनलाई बागदरबारको मालिक बनाउने पनि समय हो। उनको मासुलाई गिद्धलाई लुछाउने पनि समय हो। समय कसैको मुठीलाई कैद नहुने चिज हो। जसले यसलाई आफ्नो मुठीमा कैद गर्ने धृष्टता गरे, तिनीहरू एकपछि अर्को मैनको पुतली बनेर इतिहासको पटाङ्गिनीबाट नामेट भए। समयभन्दा आफू शक्तिशाली हुन चेष्टा गर्ने व्यक्तिहरू कसरी इतिहासको गर्भमा धुलिसात भए, त्यसका अनेकौँ दृष्टान्त छन् हामीसित। कसरी धरतीका भरभराउँदा अग्नि फिलुङ्गाहरू खरानीको धुलो बनेर उडे, मानव इतिहास त्यसको साक्ष्य छ। सिकन्दर महोदयका अथाह सुनका सिक्काले एक सेकेन्ड समय पनि खरिद गर्न सकेन। उसले आखिरी घडीमा आमासित भेट्न चाहेको थियो। ऊ विश्व विजय अभियानबाट घर फर्किँदै बाटैमा बिरामी परेको थियो। ऊ घरबाट केवल 24 घण्टाको दूरीमा थियो। उसको वैद्ध हाकिमीहरूलाई आधी राज्य नै दिन्छु, 24 घण्टा जियाइदिनुस् भनी पुकारा गरेको थियो। तर उसको याचना बेकार बन्यो। उसलाई 24 घण्टा त के, अरू 1 घण्टा बचाउन पनि असमर्थ रहे उसका चिकित्साकर्मी। समयले कुनै बादशाहलाई सुन्दो रहेनछ भन्ने कुरा सिकन्दरको जीवनमा भेटिन्छ। आखिर आमालाई भेट्न नपाई उनी बाटैमा मरे। उनले विजय हासिल गरेको आधा धरतीको कुनै काम भएन। नादिर शाह होस् कि नेपोलियन होस्, समयको अनन्त प्रवाहमा उनीहरूको ओज र शान, शक्ति र वैभव पानीको फोका सिवाय ठूलो कुरा हुँदै भएन। अग्रम्य शूरता र वीरता देखाएका यी बलवान पुरुषहरू समयको हातमा कठपुतली तुल्य बनेर माटोमा बिलाए। नादिर शाहको इतिहास पढ्दा यो मान्छे पनि कोहीबाट मारिएला र? यस्तो प्रतीति हुन्छ। तर पनि उसको आखिरमा साँच्चै निरीह रूपले अवसान भएको छ। इरानको खुर्सानामा एक गरिब भेडीपाला परिवारमा जन्मेको नादिर सुरुमा सानो लुटेरा डाकु दलको झुन्ड बनाउँछ। समयक्रममा त्यसको ताकत बढाउँदै राज्यसत्तालाई चुनौती दिने अवस्थामा पुग्छ र एक दिन इरानको राजा बन्छ। उसको खुवाब अझै बढ्दै जान्छ। आसपासका भौगोलिक इकाइहरू जित्दै विशाल भारत जित्ने मनसुवा राख्छ। इरानदेखि सुरु भएको विजय यात्रा दिल्लीसम्म आइपुग्छ। तत्कालीन समयमा दिल्लीमा मुगल सम्राट शाह रङ्गिलाले शासन गरेका थिए। उसलाई हारावारा खेलाएर हजारौँ मान्छेको रगतको खोलो बगाइदिन्छ। हजारौँ नारीहरूलाई खुलेआम बलात्कार गराउँछ। इरान फर्किँदा त्यो समयको 70 करोडभन्दा बढी रुपैयाँ पैसा, सुन चाँदी गाडाका गाडा लादेर लान सफल हुन्छ। सुनको पंक्षी कहलिएको भारतको श्रीसम्पत्ति मात्र लुट्दैन, 30,000 नारी र 20,000 केटाकेटीलाई दास बनाएर लान्छ। यत्रो शक्ति देखाएर गएको नादिर इरान पुगेपछि अर्को झुन्ड मार्फत निरीह तवरले मारिन्छ। शक्ति र वैभवको आयुको एक निश्चित सीमा बिन्दु हुँदो रहेछ। त्यो सीमा बिन्दुमा पुगेपछि कोही पनि अजेय बनिरहन सक्दो रहेनछ।
समयले उत्थान गराउँछ, समयले नै पतन गराउँछ। समयले उज्यालो छर्छ, समयले नै रात पार्छ। समयले बीज उमार्छ, समयले नै रुखलाई बुढो बनाएर ढाल्दछ। समय सत्ताभन्दा माथि कोही पनि विराजमान छैन। नेपोलियनको उदय हेर्दा यस्तो वीर पुरुषको अस्त पनि होला र जस्तो लाग्छ। सेनाको सामान्य लप्टन पदमा भर्ती भएको मान्छे आफ्नो शूरताको सुरो ठडाउँदै जान्छ, वीरताको बिगुल गुन्जाउँदै जान्छ, चातुर्यताका चिङ्गारी फुक्दै जान्छ। आफ्नो अकल्पनीय साहस, युद्ध कौशल र पराक्रमले सेनाको सर्वोच्च सेनापति पद मात्र पाउँदैन, आफूलाई फ्रान्सको सम्राट घोषणा गर्दछ। पोपले सम्राटको पगडी लगाइदिने बेलामा पनि उसको हातबाट श्रीपेच लिएर भन्यो, "म कसैको हातबाट यो श्रीपेच लाउने छैन। मेरो आफ्नो बुता र पौरखले आर्जन गरेको हुँ यो पद, कसैको निगाह, बक्सिस र अनुकम्पाले होइन। त्यसैले आफ्नो पौरखले रचेको आर्जन गरेको चिज भएकोले म यो चिज आफ्नै हातले पहिरिन्छु।" आफैले श्रीपेच लायो। युरोपका धेरै भूभाग जितिसक्दा पनि विशाल राज्यको सम्राट बन्ने भोक थामिएन। फलस्वरूप रुसलाई जित्नको लागि 5.5 लाख सेना लिएर मस्को पुग्यो। बाठा रुसीहरूले घर घरमा आगो झोसेर भागे। आगलागीमा अन्नपात सबै जल्यो, श्री सम्पत्ति सबै खरानी बन्यो। जाडो र हिमपातको सिजन पनि सुरु भयो। सेनाहरू जाडो र भोकले मर्न थाले। जाडो सिजन छलेर फ्रान्स फर्किने बेलासम्म उसित 1 लाख सेना बाँकी थिए, अरू सबै मरिसकेका थिए। फ्रान्स आएपछि पराजित भएका युरोपका सबै देशले सङ्गठित रूपमा हमला बोलेर नेपोलियनलाई शर्मनाक ढङ्गले हराए। पराजित भएर पनि धर दिएनन्। सेन्ट हेलेनाको टापुमा कैदी बनाएर थुने। त्यही नै उसको दुःखद निधन भयो। सार्डियाना जित्दा, मिस्र र माल्टा जित्दा, अस्ट्रियालाई आफ्नो अधीनमा लिँदा जुन सैन्य चातुरी प्रयोग गरेको थियो, रुस आक्रमणमा त्यही चातुर्य महँगो साबित भयो। आजको चतुर मान्छे भोलिको समयमा पनि चतुर हुन्छ भन्ने मान्यता समयले नै उल्टाइदियो। जीवनको एउटा कालखण्डमा आएको अनुकूलता सर्वकाल कायम रहन्छ भन्ने सोच्नु नै मान्छेको ठुलो मूर्खता हो। यही मूर्खताले धेरै वीर पुरुषको स्वर्ण ताजले आखिरीको बखतमा धुलो चाटेको इतिहास छ। समयको धड्कन एकनास रहँदैन, समयको चाल र वेग एकनास रहँदैन, समयको गति एकनास रहँदैन, समयसितै मान्छेको गति पनि एकनास रहँदैन। मान्छेको चाल र वेग पनि एउटै हुँदैन। सारा सुखद वैभव पनि समयले ल्याउँछ, पीडा, सन्ताप र दुःखको झरी पनि समयले बर्साउँछ। बिमार पनि समयसितै छ, ओखती पनि समयसितै छ। समय सत्य बुझेका आत्माहरू मृत्युमा पनि हडबडाउँदैनन् अरे। न सोकरात मर्ने बेलामा डराए, न बुद्ध मृत्यु घुम्टीले छोपिँदा बिलौना बोले, न मन्सुर मृत्युदेखि मुरमुरिए, न कृष्ण व्याधाको बाण लाग्दा कराए, न यीशु क्रुसमा टाँगी त अत्तालिए। बरु यी आत्माहरूले मृत्युलाई समयको एक ख्याल खेल सम्झे, मृत्युलाई समयको तजबिजी सम्झे। उनीहरूले बुझेका थिए सबैभन्दा शक्तिशाली चिज त समय सत्ता हो। जे गर्नु छ समय सत्ताले गर्छ, जे हुनु छ समय सत्ताबाट हुन्छ। समय सत्ताको अगाडि झिना मसिना मानिसको सत्ता पानी फोका बराबर हुन्, जसलाई हल्का वायु तरङ्गले पनि प्याट्ट फुटाइदिन सक्छ। समय सत्ता अगाडि सबै निरीह निरुपाय छन्। मान्छेलाई घाउचोट लगाउँछ भने समयले नै लगाउँछ। समयले लगाएका घाउचोटमा मलम पनि समयले नै दल्छ। समयले नै ढाल्छ मान्छेलाई मृत्युशैयामा। त्यो शैयाबाट बौराउने काम पनि समयले नै गर्छ। समयभन्दा ठुलो वैद्य यो जगतमा
अरू कोही छैन। समयभन्दा ठुलो ओखती अरू केही छैन। समयभन्दा बलवान सत्ता अरू कसैको छैन। धन्यवाद।